कैलालीको मुटु जैविक विविधता र धार्मिक आस्थाको केन्द्र घोडाघोडी क्षेत्र। तर यो पहिचान प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन। आज यो क्षेत्र तीव्र रूपान्तरण र स्थानीय विकासको नयाँ इतिहास लेखिरहेको छ। घोडाघोडी नगरपालिका वडा नम्बर 3 भूगोल, संस्कृति र सम्भावनाले भरिएको एउटा यस्तो ओडा जहाँ केही वर्ष पहिलेसम्म विकासका आधारभूत आवश्यकताहरू पुग्न कठिन थियो। तर दृढ इच्छा शक्ति र स्थानीयको सहभागिताले आज यहाँ समृद्धिको नयाँ बिहानी उदाएको छ। भौतिक पूर्वाधारदेखि सामाजिक चेतनासम्म, कृषि क्रान्तिदेखि डिजिटल स्वास्थ्य सेवासम्म, घोडाघोडी 3 को गौरवशाली विकास यात्रा। हालको घोडाघोडी नगरपालिका वडा नम्बर 3 साबिकको दरक गाविसका वडा नम्बर 4, 5 र 6 तथा साबिक साडेपानी गाविसका वडा नम्बर 1 र 2 मिलेर बनेको वडा हो। यस वडामा विकास निर्माणका गतिविधि तथा मानवीय बसोबासका हिसाबले नारायणपुर, जुरपानी, बरैया, बगुलिया, निम्दी, भोजपुर, धुसर र सृष्टिनगर जस्ता बस्तीहरू प्रमुख क्षेत्रका रूपमा पर्दछन्। यस ओडाको क्षेत्रफल 19.29 वर्ग किलोमिटर रहेको छ भने 2078 सालको जनगणना अनुसार ओडाको कुल जनसङ्ख्या 6767 रहेको छ। यो ओडा सामाजिक र सांस्कृतिक रूपमा निकै विविधतायुक्त र सद्भावपूर्ण ओडा हो। यस ओडामा आदिवासी थारू समुदायको बाहुल्यता रहेको छ। यहाँको कला, संस्कृति, वेशभूषा र चाडपर्व जस्तै माघी, अटवारीहरूमा थारू संस्कृतिको गहिरो प्रभाव देखिन्छ। पहाडी जिल्लाहरू विशेष गरी अछाम, डोटी, बैतडी, बझाङ, डडेलधुरा र सुर्खेतबाट बसाई सराई गरी आएका क्षेत्री, ब्राह्मण र ठकुरी समुदायको पनि यहाँ उल्लेखनीय बसोबास छ। ओडामा दलित समुदायको पनि उपस्थिति छ। यस ओडामा साबिकका मुक्त कमैया र सुकुम्बासी परिवारहरूको सङ्ख्या पनि ठुलो छ, जसका लागि आवास र जग्गा धनी प्रमाण पूर्जाको सवाल सधैँ महत्त्वपूर्ण रहँदै आएको छ। कुनै पनि क्षेत्रको विकासको पहिलो ढोका भनेकै सडक पूर्वाधार हो। हिजो बर्खामा हिलो र हिउँदमा धुलोले शास्ति खेप्ने ओडावासीहरूका लागि आज कालोपत्रे सडक वरदान साबित भएको छ। ओडाका प्रमुख बस्तीहरू नारायणपुर, जुरपानी, बरैया र बगुलियामा तीव्र गतिमा कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भएका छन्। बाटोघाटो यताउता चाहिने तटबन्धनको लागि पनि ठिकै दिया रहेछन्। हाम्रो यानी कृष्ण गौतम अध्यक्षजी हुनुहुन्छ, चाहिने राम्रै छ, मानौँ जे होस् जस्तो छ उस्तै भन्नु पर्यो। चाहिँ मेरो लागि त अब अरू साथीहरूको अब खोइ मनमा के छ, मेरो मनमा त ठिकै छ। 12वटा घर पाएछन्, अरू चाहिँ बाँकी नै छन्। सो हाम्रो चाहिँ नि अलिकता यो कमिया मुक्तिको बारेमा सोद्धाखेरि चाहिँ नि अलि अल्पत्र पारेछौँ मानौँ। सरकारले मुक्ति गर्यो, मुक्ति गरेर पनि आजसम्म केही अलि व्यवस्था पनि दिएको लगाएको छैन। हाम्रो एक कट्ठा चाहिँ जमिन दिया छ, एक कट्ठामा चाहिँ घर बनाएर पनि त्यसमा केही तरकारी लगायो, अलिकता घर बनाए, त्यहीमै ठिक हुने रहेछ हाम्रो। अनि चाहिँ अरू शिविरमा चाहिँ घर पनि पाउनु भएछ। कमिया मुक्तिहरू चाहिँ हामीहरू चाहिँ घर चाहिँ
पाएको छैनौँ चाहिने। अनि 12 घरवटा मात्रै चाहिने पाउनु भएको छ हाम्रो साथीहरू, अरू पाउनु भएको छैन चाहिने। यहाँ यस्तो बाटो थियो, हामीहरूले चाहिँ यहाँबाट एउटा सुटकेरी हुने महिलालाई पनि अस्पतालसम्म लग्न सक्दैनथ्यो। त्यस बेला चाहिँ भारीमा बोकेर लग्नु पर्थ्यो। साइकल पनि चलाउन अप्ठ्यारो थियो, यहाँ डल्लपहरू चलाउन अप्ठ्यारो थियो। मान्छे आउँदाखेरि जो पनि आउँथ्यो यहाँ गाली गर्थ्यो कि यस्ता छ बगलिया गाउँ हो कि मान्छे हुन् कि यहाँ के हुन् भनेर यत्रो हामीहरूलाई गाली पनि सहनु पर्थ्यो, लाज पनि हुन्थ्यो, आफू हिँड्न पनि अप्ठ्यारो थियो। बर्खामा त कोही गाडी नै चलाउन सक्दैनथ्यो। तर अब 4-5 वर्षको दौरानमा हाम्रो यहाँ यो पिच भयो। अहिले यो पिच हुँदा धेरै राम्रो भएछ। अहिले हामीले अस्पतालसम्म जानको लागि पनि एकदम राम्रो छ। अहिले विद्यालयमा जानको लागि विद्यार्थीहरूलाई पनि एकदम सजिलो भएको छ। र पहिलेको हिसाबमा हेर्दाखेरि त अहिले त हामीहरूलाई सहरमै बसे जस्तो लाग्छ, यति राम्रो लाग्छ। अब पहिले भन्दा र अहिलेकोमा एकदमै आकाश पातालको अन्तर पनि छ सर। गाउँलाई बजार र एक आपसमा जोड्नका लागि झोलुङ्गे पुल बगुलिया र झोलुङ्गे पुल चौरठी सडक खण्डमा यातायात सहज बनाइएको छ। त्यसै गरी निम्दीको एनसेल टावर नजिक र जुरपानीका 3वटा रणनीतिक स्थानमा नयाँ कल्भर्टहरू निर्माण गरी वर्षातको समयमा हुने डुबान र आवत जावतको समस्यालाई सदाका लागि अन्त्य गरिएको छ। तराईको उर्वर भूमि भएर पनि समयमा सिँचाइ नहुँदा यहाँका किसानहरू आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो। तर अहिले वडा नम्बर 3मा सिँचाइ क्रान्ति नै आएको छ। बगुलिया, भोजपुर, धुसर, निम्दी, सृष्टिनगर र बरैयामा डिप बोरिङ जडान गरिएपछि सयौं हेक्टर जमिनमा 12 महिना सिँचाइ सुविधा पुगेको छ। कृषि ज्ञान केन्द्रको सहकार्यमा वडाका विभिन्न क्षेत्र विशेष गरी नारायणपुरमा 15वटा र निम्दीमा 10वटा स्यालो ट्युबवेलहरू वितरण गरी साना किसानहरूलाई प्रत्यक्ष राहत पुर्याइएको छ। यसले स्थानीय उत्पादनमा दोब्बर वृद्धि ल्याएको छ। विकासको कुरा गर्नु भनेपछि अहिले हाम्रो वडामा धेरै राम्रो काम भइरहेको छ। पहिलाको तुलनामा र अहिलेको तुलनामा धेरै राम्रो काम भइरहेछ। जस्तै अहिले फिल्डको ग्राउन्डको काम पनि भयो, मन्दिरको काम भएछ, बाटाघाटाको काम पनि भएछ। र आज आउने यो बजेटमा पनि हाम्रो वडा कार्यालयको सहयोगले खानेपानी पनि बरैयामा जोइन हुने भन्ने आशा छौँ हामी। र धेरै धेरै धन्यवाद छ वडा अध्यक्षलाई यस्तो आज यो बरैया विगत ठाउँलाई पनि हेरिदिनु भएकोमा। पहिले चाहिँ यो अकृत्रिम ताल त्यो बगलहो ताल थियो, त्यसलाई चाहिँ हामीले आफै त्यो बाँध बनाएर बनाएको त्यो ताल हो। त्यसबाट नभएर पनि अब पुग्ने अब आकाशभर खेती हुन्थ्यो। अहिले चाहिँ अब जे पो होस् पानी चाहिँ यो बोरिङ दिनुभएको छ। यहाँ जुन ट्याङ्की बनाएको छौँ हामीले, यसैबाट हामीले चाहिँ अब काम चलाउ गरिरहेका छौँ। अब त्यो तालको पानी आउँदै पनि आउँदैन, हेर्नुहोस् अब तपाईँ देखिराख्नु भएको छ। यो एक घर एक धारा र सफा पानी स्वस्थ जिन्दगानीको नारालाई सार्थक बनाउँदै बरैया मन्दिर, हमालटोल र सरस्वती आधारभूत विद्यालय निम्दीमा शुद्ध खानेपानी बोरिङ तथा पूर्वाधार व्यवस्थापन गरिएको छ, जसले गर्दा असुरक्षित पानीबाट लाग्ने रोगबाट स्थानीयले मुक्ति पाएका छन्। बालबालिकाको सुनौलो भविष्य निर्माणका लागि ओडाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। सरस्वती आधारभूत विद्यालय निम्दीमा सुविधा सम्पन्न 5 कोठे पक्की भवन र विद्यार्थीहरूको शारीरिक विकासका लागि बृहत खेल मैदान समेत निर्माण गरिएको छ। त्यसैगरी ओडाभित्रका अन्य विद्यालयहरूमा पनि 3 कोठे पक्की भवन र सुरक्षित गेटहरू निर्माण गरिएका छन्। महुन्याल आधारभूत विद्यालय र गङ्गरी आधारभूत विद्यालय बगुलियामा भएका भौतिक सुधारले विद्यार्थीहरूलाई विद्यालय आउन थप आकर्षित गरेको छ।
अहिले नयाँ विकास निर्माणका कार्यहरू भएका छन्। छाना मर्मत भएको छ, जस्ता फेरिएको छ, जसले चुहिएर विद्यार्थीहरूलाई पठन पाठनमा गाह्रो भएको थियो। पछि यहाँ एउटा बोरिङ, स्यालो डिप ट्युबवेल बोरिङ हाम्रो यो बोट बिरुवाको लागि, बालबालिकालाई खानेपानीको अभाव भएका कारणले स्यालो डिप ट्युबवेल पनि हामीलाई विद्यालयलाई सहयोग भएको छ। हामीहरूले चाहिने पूर्वाधारहरू पाएका छौँ, यसबाट हामी खुसी छौँ। वडाले एकदमै सहयोग गरेको छ। शिक्षा क्षेत्रमा वडाको चासो छ, उहाँहरू अनुगमनमा आइरहनुहुन्छ। वडामा बोलाएर अन्तर्क्रिया गर्ने, विद्यालयमा के भइरहेको छ त्यसकोहरू जवाफहरू माग्ने, अनि विद्यालयमा भएका कमी कमजोरीहरू औल्याउने, तपाईँहरू यो सुधार गर्नुहोस् भन्ने कार्यहरू गरिराख्नु भएको छ। शिक्षाको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस् भनी विद्यालयको व्यवस्थापन तथा शिक्षाको गुणस्तर सुधारमा वडा कार्यालय लागि परेको छ। यसले साना बालबालिकाहरूलाई शिक्षाको पहुँचमा अभिवृद्धि गर्न मद्दत पुगेको छ। स्वास्थ्य सेवामा भएको एउटा ऐतिहासिक फड्को दरक स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरे सेवाको सुरुवात। सामान्य भिडियो एक्सरे सेवाका लागि पनि टाढाको सहर वा महँगो प्राइभेट क्लिनिकमा धाउनुपर्ने यहाँका ग्रामीण महिलाहरूका लागि यो सेवा घर दैलोमै उपलब्ध गराइएको छ। हाम्रो पालिकाले नगरपालिका अन्तर्गत चाहिँ हाम्रो अल्ट्रासाउन्ड, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम चाहिँ सञ्चालन गरेको छ। पहिला त थिएन, अब 1-2 वर्ष भयो। पहिला त्यति विश्वासिलो थिएन भनौँ न, त्यतिमा के अरे गर्भवती जाँच गर्नुपर्छ भन्ने कुरामा त्यति खासै हुन्थेन है। अहिले चाहिँ सुविधा छ है। अब चाहिँ अल्ट्रासाउन्ड भनिसके पछाडि चाहिँ सुविधा छ है भन्ने कुराहरू चाहिँ उहाँहरूको मनमा चाहिँ भएको छ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ विश्वासिलो भएको छ। यसले गर्दा पनि होइन, गर्भवती जाँच गर्नुपर्ने हुन्छ, नियमित गर्भवती जाँच गर्नुपर्ने हुन्छ भन्ने कुराहरू चाहिँ थाहा थियो उहाँहरूलाई। तर विश्वास चाहिँ अझ पनि भइसकेको थिएन राम्रोसँग भनौँ न। अनि अहिले चाहिँ अल्ट्रासाउन्डले गर्दा चाहिँ एकदमै प्रभावकारी भएको छ भन्नु पर्यो। स्थानीय सरकारको अनुभूति दिने थलो अर्थात् वडा कार्यालय, वडा नम्बर 3 को नयाँ कार्यालय भवन, आकर्षक गेट र पर्खाल निर्माण गरी सेवा प्रवाहलाई थप व्यवस्थित र नागरिक मैत्री बनाइएको छ। सामाजिक न्याय र सुरक्षित आवासको हकलाई सुनिश्चित गर्दै ओडामा रहेका 12वटा मुक्त कमैया परिवारका लागि पक्की घर निर्माण गरिदिएको छ। हिजो सुरक्षित छानो नभएर पिरो लिने यी परिवार आज आफ्नै पक्की घरमा ढुक्कसँग बस्न पाएका छन्। हामीले त्यो घर पाउँदाखेरि एकदमै सजिलो भएको छ। पहिला पानी पर्दाखेरि होस् या अब बर्खाको टाइम आउनै हुन्थेन, हामीलाई डर लाग्थ्यो कति बेला हावावाला उडाउला भट्काइदिन्छ, पानी छिरिहाल्ने हुन्थ्यो। त्यसैले आजभोलि चाहिँ जे होस् राम्रो भएको छ। घर पाएर जे होस् आफूलाई सुरक्षित महसुस भएको छ। पहिला चाहिँ अब धेरै ठाउँमा अब काम गर्दाखेरि पनि घरमा केही छैन, घरकै लागि सोचिन्थ्यो। अहिले चाहिँ घर राम्रो छ, जे होस् अर्को ठाउँमा गएर काम गर्दाखेरि पनि आफ्नो सामान सुरक्षित छ भन्ने चाहिँ लाग्छ। घर बनाउन सक्ने अवस्था पनि थिएन हाम्रो, अनि घर पाएर चाहिँ एकदम खुसी भएको छौँ हामी चाहिँ। वन र वातावरण संरक्षणका लागि महालक्ष्मी सामुदायिक वन जुरपानी र मोहन्याल सामुदायिक वन नारायणपुरमा नयाँ सामुदायिक भवनहरू निर्माण गरिएका छन्, जसले वन व्यवस्थापन र बैठक सञ्चालनमा समेत सहयोग पुर्याएको छ। किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकुन् भनी ओडामा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ। अब बिचौलियाको अन्त्य भई किसानले सोझै बजारसँग जोडिने अवसर पाएका छन्। स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन लघु उद्यम कार्यक्रम मार्फत बेसार प्राविधिक उद्योग स्थानीय सहकारी वा समूहलाई हस्तान्तरण गरिएको छ। त्यस्तै
जुरपानीमा आलु चिप्स मेसिनको व्यवस्था गरी स्थानीय स्तरमै रोजगारी र मूल्य अभिवृद्धिको कामहरू सुरु भएका छन्। अब हमरे ये कच्चे बेसार खेती फिर सामूहिक में सकू जाने मिल के करती और चाहिए हमरे अब बाहर से फिर कच्चे बेसार किन के हमरे यहाँ है वो मुँह माल के हमरे करके मेहनत करके चना बनाई थी, पाउडर बनाई थी, वो पासे हमरे वो पाउडर बना के बाजार में फिर पठाई थी। और चाहिए हमार होलसेल व्यापारी फिर हमारे यहाँ अपनी आके ले जिठाई हमार फुटकरी में फिर जाए हमार बेसार ये बेसार एकदम मजा जाएटा। 25 जाने आती हमरे ये जब हमारी बेसार लगैना समय में हमारी सीजन में ढेर काम हो जाए कल से हमरे सबको जाने 25 जाने सबको जाने मिल के करती। और चाहिए हमरे बाकी समय चाहिए हमरे डिडी जाने हमरे पाला चाहिए ऊँचा चाहिए डिडी जाने हमरे यहाँ ये बेसार उद्योग खेर्ठी एक दिन के पाला। धार्मिक र सांस्कृतिक धरोहरको जगेर्ना गर्दै चौरठी मन्दिरमा आकर्षक ट्रस्ट निर्माण र नारायणपुरमा मरुवा निर्माण गरिएको छ। साथै युवाहरूको खेलकुद विकासका लागि बरैयामा खेल मैदानलाई थप व्यवस्थित गरिएको छ। बर्खामा आउने बाढीले खेतीयोग्य जमिन कटान गर्ने समस्यालाई रोक्न नारायणपुर क्षेत्रमा नदी नियन्त्रणका लागि मजबुत तटबन्ध निर्माण गरिएको छ, जसले गर्दा सिङ्गो गाउँ सुरक्षित भएको छ। 79 को निर्वाचनपछि निर्वाचित भइसकेपछि हामीले 2-3 कुरालाई लक्ष्य गरेर हामी हिँडेका थियौँ। स्वास्थ्य, शिक्षा र पूर्वाधार, जसमध्ये हामीले पहिलो वर्ष नै वडा कार्यालय बनायौँ र दोस्रो वर्षमा चाहिँ सिँचाइमा अगाडि हिँड्यौँ, जसमा 8वटा डिप बोरिङ, सानो ट्युबवेल 21 वटा जडान गरेका छौँ। त्यस्तै सोही वर्ष विद्यालयहरूमा भान्साघर पनि निर्माण गऱ्यौँ र गत वर्ष सरस्वती आबीमा भवनहरू निर्माण गऱ्यौँ। गत वर्ष यो 82 को आबामा विद्यालयमा सरस्वती आबी अनि गङ्गरी आबी र मोनेल आबीमा भवनहरू निर्माण गरेका छौँ। त्यस्तै कालोपत्रेमा तपाईँको बगुलिया नारायणपुर, बरैया र जुरपानीबाट सुरुवात गरेका छौँ। अरू हामीले गरेका काम भन्यो भने तपाईँको ग्राभलिङहरू पनि भएको छ। अनि हामीले महिलालाई लक्षित गरेर 2 ठाउँमा समूहहरू सञ्चालन गरेका छौँ। एउटा आलु चिप्स र अर्को चाहिँ बेसार उद्योग। हामीले खेलकुदमा पनि राम्रो अगाडि बढाउन खोजेको हो। जस्तो सरस्वती आबीकै खेल मैदान घेरबार छ, अनि बरैयामा चाहिँ हामीले घेरबार मैदान बनायौँ। अनि गत सुरु वर्षमै चाहिँ विद्यार्थी खेलकुदलाई टार्गेट गरेर हरेक युवा क्लबहरूलाई चाहिँ ड्रेस अनि फुटबलहरू वितरण गरेका थियौँ। र त्यस्तै टुरा बालबालिकालाई अपनत्व लिनुपर्छ भनेर हामीले हरेक वर्ष 60-70 जना विद्यार्थीहरूलाई झोला, कपी, ड्रेसहरू वितरण गर्दै आएका थियौँ। योजनाबद्ध विकास, पारदर्शी कार्यशैली र जनताप्रतिको उत्तरदायित्वले घोडाघोडी नगरपालिका वडा नम्बर 3 आज समृद्धिको एउटा जीवन्त नमुना बनेको छ। यहाँ बलेको विकासको यो दियोले आगामी पुस्ताको भविष्यलाई अझ उज्यालो बनाइरहनेछ। प्रगतिको रफ्तार सँगसँगै घोडाघोडी 3 का सामु केही साझा चुनौतीहरू अझै पनि पहाड झैँ उभिएका छन्। सुकुम्बासी तथा मुक्त कमैयाहरूको पुनर्स्थापना, वर्षातको समयमा हुने नदी कटान र वन्यजन्तुको त्रासलाई दीर्घकालीन रूपमा हल गर्न स्थानीय सरकार कटिबद्ध बनेको छ। ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण कार्यक्रम, अनि विद्यार्थीहरू अरू महिला दिदीबहिनीहरूलाई लागु औषध तथा लागु औषध दुर्व्यसनी नियन्त्रण, त्यसै गरेर मनोपरामर्श सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थियौँ। विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि भइरहन्छ। हाम्रो फिल्ड भिजिट गर्ने कार्यक्रम भइरहन्छ। त्यसै गरी योजनाहरूमा चाहिँ अब हालै आएर हामीले प्रत्येक वर्ष हुने कुरा नै हो। त्यसमा पनि आज योभन्दा अगाडि नै हामीले टोल भेला गऱ्यौँ, त्यसमा प्राथमिकरण गऱ्यौँ, योजनाहरू छनौट गऱ्यौँ, बजेट निर्माण गऱ्यौँ। सबैभन्दा बढी वडा कार्यालयसँग सेवाग्राहीहरू ठोकिने भएर यावत कुराहरू निरन्तर रूपमा भइरहन्छन्। ओडाले 12वटा मुक्त कमैया घर निर्माण गरेर सकारात्मक सुरुवात त गरेको छ, तर
अझै पनि धेरै परिवारहरू पूर्ण रूपमा स्थापित हुन बाँकी छन्। लामो समयदेखि ऐलानी प्रति वा नदी उकास जग्गामा बस्दै आएका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले अझै पनि स्थायी लाल पूर्जा पाउन नसक्नु यहाँको मुख्य राजनीतिक र सामाजिक समस्याको रूपमा रहेको छ। वर्षातको समयमा स्थानीय खोला र नदीहरू विशेष गरी नारायणपुर क्षेत्रमा आउने बाढीले खेतीयोग्य जमिन कटान गर्ने र बस्ती डुबानमा पर्ने जोखिम कायमै रहन्छ, जसका लागि गरिएका तटबन्धनहरू अझै पर्याप्त छैनन्। ओडाले स्यालो र डिप बोरिङको व्यवस्था गरेर सिँचाइमा सुधार त ल्याएको छ, तर अझै पनि किसानहरू व्यावसायिक र आधुनिक खेतीतर्फ पूर्ण रूपमा आकर्षित हुन सकिरहेका छैनन्। मल र उन्नत बिउको समयमै उपलब्धता नहुनु अर्को शास्ति बनेको छ। विद्यालयहरूमा पक्की भवन र खेल मैदान त बनेका छन्, तर सामुदायिक विद्यालयहरूमा दक्ष दरबन्दीको अभाव र निजी विद्यालयतर्फको आकर्षणले गर्दा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु अझै चुनौतीपूर्ण रहेको छ। दरक स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु हुनु ठुलो उपलब्धि भए तापनि जटिल रोगहरूको उपचार र 24 घण्टा आकस्मिक सेवाका लागि अझै पनि स्थानीयहरू सुखड, धनगढी वा अन्यत्र धाउनुपर्ने बाध्यता रहेको छ। यो ओडामा देखिएका चुनौतीहरूका चाङभित्र सम्भावनाका अनगिन्ती ढोकाहरू पनि खुलेका छन्। 12 महिना हुने सिँचाइ, आफ्नै कृषि सङ्कलन केन्द्र र रैथाने उद्योगहरूले घोडाघोडी तिनलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ डोर्याइरहेका छन्। सांस्कृतिक विविधता र प्रकृतिको यो अनुपम सङ्गमले भोलिका दिनमा यो ओडालाई उद्यम र पर्यटनको नयाँ केन्द्र बनाउने निश्चित बनेको छ। विश्व रामसार सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र घोडाघोडी तालको नजिक हुनु यस ओडाका लागि सबैभन्दा ठुलो अवसर हो। यहाँ आउने पर्यटकहरूलाई ओडा नम्बर 3 का गाउँहरूमा आकर्षित गर्न सकिन्छ। ओडामा थारू समुदायको सघन बसोबास रहेकाले रैथाने खानपान, वेशभूषा र सखिया, झुमरा जस्ता परम्परागत नृत्य प्रदर्शन गर्ने गरी सामुदायिक होमस्टे सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको छ। ओडाका विभिन्न टोलहरूमा जडान गरिएका बृहत डिप बोरिङ र स्यालो ट्युबवेलहरूका कारण अब यहाँ आकाशे पानीको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। यसले परम्परागत खेतीबाट फड्को मारी नगदे बाली, बेमौसमी तरकारी खेती र फलफुल खेतीतर्फ लाग्ने ठुलो अवसर दिएको छ। नवनिर्मित सङ्कलन केन्द्रका कारण किसानहरूले सोझै बजार मूल्य पाउने र उत्पादित वस्तु खेर नजाने हुँदा ओडालाई तरकारी तथा खाद्यान्न पकेट क्षेत्रका रूपमा विकास गर्न सकिन्छ। लघु उद्यम कार्यक्रम अन्तर्गत प्राप्त भएको बेसार प्राविधिक उद्योग र जुरपानीको आलु चिप्स मेसिनलाई घरेलु उद्योगको रूपमा मात्र सीमित नराखी ठुलो ब्रान्डका रूपमा विस्तार गर्न सकिने अवसर समेत छ। ओडा नम्बर 3 मा उत्पादित बेसार, आलु चिप्स र अर्गानिक तरकारीलाई घोडाघोडी 3 को सौगातका रूपमा ब्रान्डिङ गरी सुदूरपश्चिमका प्रमुख बजारहरूमा निर्यात गर्न सकिन्छ। महालक्ष्मी र मोहन्याल सामुदायिक वनहरूमा नयाँ भवनहरू बनिसकेका छन्। अब यी वनहरूलाई काठ दाउरामा मात्र सीमित नराखी जडीबुटी खेती, पर्या पर्यटन पार्क र पर्या अवलोकन केन्द्रका रूपमा विकास गरेर ओडाको आन्तरिक आम्दानी
बढाउन सकिन्छ। विद्यालयहरूको भौतिक संरचनामा सुधार भइरहेकाले अब ती विद्यालयहरूमा प्राविधिक शिक्षा, विशेष गरी कृषि वा पशुपालन सम्बन्धी जेटिए, सब ओभरसियर जस्ता कक्षाहरूको पठन पाठन सुरु गरेर स्वरोजगार बनाउने अवसर समेत छ।